मेरो युट्युब ब्लग च्यानलमा तपाईहरुलाई सबैलाई स्वागत छ। आज पनि म एउटा यस्तो जडीबुटी देखाउँछु। त हेर्नु होला, एउटा जडीबुटी औषधि यो हो। औषधि यो फूल हुन्छ, यसको यो हुन्छ यो म यो यसलाई यस्तो गर्यो भने यस्तो निस्किन्छ। यो दाना खायो भने जस्तो घुँडाहरू दुख्ने त्यो सबै ठीक हुन्छ। यो जोड्नी दुख्ने। यो त अहिले काँचै छ, यो पाकेपछि थोडा कालो कालो हुन्छ। म खाएर देखाउँछु। यसको हुन्छ यो झार, यसको भर्खर पल्नु लागेछ। देखाएको थिएँ नि त मैले, यो गेडा यसलाई म खान्छु। यो घुँडाहरू दुखेको, यो गाँठो यो हातको गाँठो दुखेको यसले ठीक गर्छ यो जडीबुटीले। त गाइस, म यस्तै जडीबुटी अर्को पनि देखाउँछु। यो हो। अनि अर्को फेरि देखाउँछु कहिले कोही दबाईहरू। त मेरो यो भिडियोलाई पसन्द लाग्यो भने लाइक गर्नु, शेयर गर्नु, सब्सक्राइब गर्नु, कमेन्ट फलो गर्नु। फेरि मिलौँला अर्को औषधिसँग। तब तक लागि बाई बाई।